सन् 2015 एक अज्ञात व्यक्ति जन डोले जर्मन पत्रिका सुडडोइचे जाइटुङलाई सम्पर्क गरे। उनले कुनै पैसा मागेका थिएनन्, बरु विश्वलाई एउटा ठूलो सत्य देखाउन चाहन्थे। यो सुरुवात थियो इतिहासकै सबैभन्दा ठूलो डाटा लिकको। म चार्टर्ड एकाउन्टेन्ट रूपेश भट्टराई र आज हामी पानामा पेपर्स नाममा भएको कर छलीको भित्री रहस्य खोतल्नेछौँ। पानामा पेपर्स भनेको पानामा स्थित ल फर्म मोसाक फोन्सेकाबाट लिक भएका 1 करोड 15 लाखभन्दा बढी डिजिटल डकुमेन्ट्स हुन्। यी डकुमेन्ट्सले विश्वका धनी र शक्तिशाली व्यक्तिहरूले कसरी आफ्नो सम्पत्ति लुकाउँथे र कर छली गर्थे भन्ने कुराको खुलासा गरे। यो केवल एउटा काण्ड मात्र थिएन, यो त एउटा भ्रष्ट साम्राज्यको अन्त्यको सुरुवात थियो। धेरैलाई लाग्छ शेल कम्पनी भनेको के हो? कल्पना गर्नुहोस् एउटा बाकस जसको भित्र केही छैन तर बाहिर एउटा नाम मात्र छ। मोसाक फोन्सेकाले यस्तै हजारौं कागजी कम्पनीहरू खडा गर्थ्यो। यी कम्पनीहरूको कुनै वास्तविक कार्यालय वा कर्मचारी हुँदैनथे। यिनीहरूको एउटै उद्देश्य हुन्थ्यो, वास्तविक मालिकको पहिचान लुकाउनु र पैसालाई कर नलाग्ने ठाउँ वा ट्याक्स हेभेनमा पुर्याउनु। यो सञ्जाल निकै ठूलो थियो। मोसाक फोन्सेकाले 500 भन्दा बढी ब्याङ्कहरूसँग मिलेर काम गर्थ्यो। हङकङदेखि स्विट्जरल्यान्डसम्म र लन्डनदेखि न्युयोर्कसम्म यसका ग्राहकहरू फैलिएका थिए। रोचक तथ्य के छ भने यी कम्पनीहरूमा नोमिनी डाइरेक्टर राखिन्थ्यो, अर्थात् साधारण मानिसहरू जसलाई आफ्नो नाममा अर्बौंको कम्पनी दर्ता भएको पत्तै हुँदैनथ्यो। अब कुरा गरौँ पैसा कसरी गायब हुन्थ्यो। यसमा दुईवटा कुरा मुख्य थिए, बियरर शेयर र लेयरिङ। बियरर शेयर भनेको यस्तो शेयर हो जसको हातमा त्यो कागज हुन्छ, उनै त्यसको मालिक मानिन्छ। यसको कुनै आधिकारिक रेकर्ड हुँदैनथ्यो। र लेयरिङ भनेको एउटा कम्पनीबाट अर्को अनि अर्को गर्दै पैसालाई 5-6 तहसम्म घुमाउनु हो, ताकि अन्तिममा पैसा कहाँबाट आयो भन्ने कसैले पत्ता लगाउन नसकोस्। जब 400 भन्दा बढी पत्रकारहरूले 1 वर्षसम्म अनुसन्धान गरेर यो रिपोर्ट सार्वजनिक गरे, विश्वभर तहल्का मच्चियो। 2.6 टेराबाइट डाटामा आइसल्यान्डका प्रधानमन्त्रीदेखि लिएर रुसका राष्ट्रपति पुटिनका नजिकका मानिसहरू, अमिताभ बच्चन र मेसी जस्ता चर्चित व्यक्तिहरूको नाम पनि आयो। आइसल्यान्डमा त यति ठूलो विरोध भयो कि प्रधानमन्त्रीले 48 घण्टाभित्रै पदबाट राजीनामा दिनु पर्यो। तर के पानामा पेपर्सले केही परिवर्तन ल्यायो त? पक्कै पनि। यसले विश्वको कर कानूनलाई सधैँका लागि बदलिदियो। अहिले धेरै देशहरूले बेनिफिशियल ओनरशिप खुलाउनु पर्ने नियम बनाएका छन्। मोसाक फोन्सेका त 2018 मा बन्द भयो, तर यसले एउटा ठूलो पाठ छोडेर गयो। अहिलेको डिजिटल युगमा तपाईको पैसा र कारोबार जतिसुकै गोप्य राख्न खोजे पनि कुनै न कुनै दिन त्यो सार्वजनिक हुन सक्छ। कुनै पनि आर्थिक अपराध सधैँका लागि लुक्न सक्दैन। एउटा महत्त्वपूर्ण तथ्य, यो घोटालापछि विश्वभरका सरकारहरूले करिब 1.3 अरब डलर भन्दा बढी जरिवाना र कर असुल गरिसकेका छन्। पारदर्शिता अब विकल्प होइन, आवश्यकता बनेको छ। नेपाल जस्ता देशहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा सूचना आदान प्रदान गर्न थालेका छन्, जसले गर्दा विदेशमा पैसा लुकाउन अब पहिले जस्तो सजिलो छैन। यो नयाँ युगमा इमानदारी नै सबैभन्दा ठूलो सम्पत्ति हो। मोसाक फोन्सेकाको स्थापना सन् 1977 मा जर्मन वकिल जुर्गन मोसाक र पानामाका वकिल रामोन फोन्सेकाले गरेका थिए। उनीहरूले दशकौंसम्म यो साम्राज्य चलाए। उनीहरूले केवल कम्पनी मात्र खोल्दैनथे, ग्राहकहरूलाई कसरी कानूनको छिद्रबाट बचेर पैसा लुकाउने भन्ने सल्लाह पनि दिन्थे। तर एकजना इमानदार व्यक्ति जोन डोको साहसले यो 40 वर्षे साम्राज्यलाई धराशायी बनाइदियो। यसले प्रमाणित गर्छ कि सत्यको अगाडि जतिसुकै ठूलो शक्ति पनि टिक्न सक्दैन। पानामा पेपर्स सार्वजनिक भएपछि केवल आइसल्यान्डमा मात्र होइन, पाकिस्तान, बेलायत र अन्य धेरै देशहरूमा पनि ठूला आन्दोलनहरू भए। पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफले त यसै काण्डका कारण आफ्नो पद गुमाउनु पर्यो र जेल समेत जानु पर्यो। जनताले पारदर्शिताको माग गर्दा कसरी ठूला ठूला शक्तिहरू पनि हल्लिन्छन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। हामीले पनि आफ्नो अधिकार र आर्थिक सुशासनका लागि सधैँ सचेत हुनुपर्छ। अहिले विश्वभर कमन रिपोर्टिङ स्ट्यान्डर्ड CRS लागू भएको छ। यसको मतलब अब विभिन्न देशका ब्याङ्कहरूले एकअर्कालाई ग्राहकहरूको जानकारी स्वतः उपलब्ध गराउँछन्। यदि कसैले विदेशमा पैसा राखेको छ भने उसको गृह देशको कर प्रशासनले त्यसको जानकारी तुरुन्तै पाउन सक्छ।
यो व्यवस्थाले गर्दा अब कर छली गर्ने ठाउँहरू साँगुरिँदै गएका छन्। एउटा चार्टर्ड एकाउन्टेन्टको रूपमा म सधैँ पारदर्शी र कानुनी प्रक्रियामा जोड दिन्छु। भविष्यमा ब्लकचेन र आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगले आर्थिक पारदर्शितालाई अझ मजबुत बनाउनेछ। पैसाको हरेक मुभमेन्ट ट्र्याक हुनेछ। पानामा पेपर्स एउटा चेतावनी थियो र यो नयाँ प्रविधिले अब कसैलाई पनि नियम मिच्ने ठाउँ दिने छैन। हामीले प्रविधिको प्रयोग गरेर एउटा सफा र पारदर्शी अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउनुपर्छ। याद राख्नुहोस्, तपाईको आजको आर्थिक निर्णयले तपाईको भोलिको भविष्य निर्धारण गर्छ। पानामा पेपर्सको यो कथाले हामीलाई धेरै कुरा सिकाएको छ। आशा छ यो जानकारी तपाईको लागि उपयोगी भयो। वित्तीय साक्षरता र यस्तै रोचक जानकारीका लागि मलाई फलो गर्न नबिर्सिनुहोस्। म रूपेश भट्टराई, तपाईको वित्तीय साथी। धन्यवाद। नमस्ते।